कतिजनाको लागि म सायद नयाँ होला, अनि कतिजना मेरो लागि नयाँ नयाँ पनि हुनुभएको छ। कोही चाहिँ अलिकति नयाँ भएको भनेको बढेर नयाँ हुनुभएको छ, कोही अलिक बुढो भएर नयाँ हुनुभएको छ। म चाहिँ जस्ताको जस्तै छु, म बुढो भएको छु भन्दिनँ, म जस्ताको जस्तै छु। प्रभुको अनुग्रह कति महान छ। म एक ताका एक समय भाडमा 3 ठाउँमा नसा च्यापिएर चल्न नसक्ने अवस्थामा पुगेको थिएँ। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु। प्रभु भन्नुहुन्छ ती तिमीहरूका उन्नतिको निम्ति, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। आमेन। वचन पढाइमा अनि सुनाइमा प्रभुले आशिष दिनुहोस्। मेरा अपराध का कारण आशिषित महसुस गर्छौँ भने हामी साँच्चै आशिषित भइसकेका छौँ। तपाईँले कसरी त्यो आशिषलाई लिनुहुन्छ त्यो तपाईँमा भर पर्छ। यदि तपाईँले म जस्ताको तस्तै छु भन्नुहुन्छ भने तपाईँ त्यही अवस्थामा रहिराख्नुहुन्छ। तर यदि तपाईँले म आशिषित भएको छु भन्नुहुन्छ भने तपाईँको जीवनमा त्यो आशिष देख्नुहुन्छ। मेरै निम्ति खडा रहनु भयो। मृत्युसम्म आज्ञाकारी बन्दै रगतले बाटो रक्ताम्य थियो। अन्तिम आवाजमा जित घोषणा गर्दै सबै पुरा भयो। मृत्यु हारी गयो। हामी आशिष पाउने मात्र होइनौँ, तर आशिषको कारण बन्ने व्यक्तिहरू प्रभुले बनाउनु भएको छ। हामीद्वारा अरूहरूले आशिष पाउनेछन्। आमेन। जी उठ्नु भयो आफू विजयी बनी। मलाई विजेता भन्दा बढी गराउन